हाई एभ्रिवान, नमस्ते। तपाईहरुको एकदमै राम्रो रेस्पोन्सले गर्दाखेरि धेरैभन्दा धेरै साडीहरू देखाउन मन लागिसकेको छ मलाई। मेरो च्यानल रानी क्रिएसनमा तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईहरुले धेरै क्वेशनहरू गरिरहनु भएको छ मलाई भने यसमा चाहिँ साडीको भेराइटीहरूको बारेमा बुझ्न चाहनु भएको छ। मेरो एउटा उद्देश्य भनेको तपाईहरुलाई साडीको बारेमा जानकारी गराउन पनि हो। सेलिङ मात्र मेरो एउटा उद्देश्य हैन। त्यो कारणले गर्दाखेरि धेरैजनाले मलाई चाहिँ सिग्नेचर साडीहरू चाहिँ कुन कुन छ त हजुरसँग भनेर सोध्नु भएको छ। हिजो मैले दुईवटा कलरको दुईवटा अप्सनमा तपाईहरुलाई राखेको थिएँ भने आज चाहिँ केही भेराइटी र डिजिटल साडीहरू र धेरै कुराहरू तपाईहरुलाई जोड्न चाहन्छु। मेरो यो ब्लग पुरा हेरेर साथ दिनु होला है। आजको भिडियोमा हजुरहरूलाई जुन मैले सिग्नेचर दुईवटा साडीको अप्सन राखेको थिएँ त्यो साडीहरू एकदमै मन पराउनु भयो हजुरहरूले र आजको साडीको नयाँ अप्सन रहेको छ। किनभने धेरैजनाले चाहिँ ओरिजिनल सिग्नेचर लाउन चाहनु भएको छ अनि यो कम्पनी बन्द भइसकेको छ र मैले केही समय अगाडि जुन स्टकमा राखेको थिएँ त्यो कारणले गर्दाखेरि तपाईहरुले लाउन मौका पाउनु भएको छ र यसमा चाहिँ धेरै जस्तो आमाहरूको लागि खोज्नुहुन्छ कि साडीहरू ओरिजिनल सिग्नेचरमा। त्यो कारणले गर्दाखेरि नि यो एकदमै गमिलो कलर छ। हेर्नुस्, तपाईले राम्रोसँग हेर्न सक्नुहुन्छ हैन। मरून छ, रेड छ, अरेन्ज छ, व्हाइट छ, सबै कलर मिक्स छ हैन। हल्का ब्ल्याक पनि छ है। धेरैजनाले चाहिँ भिडियो अलि लामो होल्ड गरेर बनाइदिनुस् न भनेर भन्नुभएको छ। ल यो राम्रोसँग हेर्नुस् हैन। यो साडी यस्तो राम्रो क्वालिटी कलरदेखि लिएर एभ्रिथिङ यो साडीको चाहिँ पर्फेक्ट छ। ल हेर्नुस्, तपाईले यहाँ हेर्न सक्नुहुन्छ। अनि यो सिग्नेचर साडीहरू चाहिँ उल्टो सुल्टो दुवै एउटै कलरको हुन्छ भनेको कुनै पनि फरक पर्दैन। यदि झुकेर उल्टो लाउनु भयो भने पनि हेर्न सक्नुहुन्छ। र यसकै मसँग तीनवटा कलर अप्सन छ र यो एउटा बेस्ट कलर हो भने अर्को एउटा यो पर्पलसँग मिक्स भएको कलर छ। यो पनि अति नै राम्रो छ। नम्बर 2 मा तपाईले यसलाई लिन सक्नुहुन्छ। हेर्नुस्, तपाईले यो साडी यदि ओरिजिनल सिग्नेचर साडी तपाईलाई लाउनु मन छ भने यो तपाईको लागि बेस्ट चोइस हुन सक्छ। मसँग धेरै अप्सन पनि छैन किनभने मैले यो साडीहरू लिने बेलामा चाहिँ धेरै स्टकमा पनि थिएन हैन। एउटा इन्भेस्ट गरेको थिएँ तपाईहरुको लागि र यो इन्भेस्ट तपाईले आफ्नो लागि गर्न चाहनुहुन्छ भने तपाईले मलाई इन्स्टामा चाहिँ डीएम गर्नुभयो भने भिडियो कलमा हेर्न सक्नुहुन्छ र इन्स्टा छैन भने युट्युबमा पनि तपाईले आफ्नो अर्डर दिन सक्नुहुन्छ जहाँ लेख्न सक्नुहुन्छ नम्बर 2 को सिग्नेचर साडी भनेर है त। हजुरहरू धेरैजनाले यसको अर्को कलर त मन पराउनु भयो। यसको लास्ट अप्सन कलर अप्सन रहेको छ। यो धेरै जस्तो आमाहरूको लागि चाहिँ दिदी बहिनीहरूले चाहिँ सानो बुट्टा भएको साडीहरू भनेर भन्नुभएको थियो। ब्लू कलर र पिङ्क कलरको साडी मैले अलरेडी तपाईहरुको लागि अवेलेबल गरेँ भने यो लास्ट अप्सन हो। तपाईले हेर्न सक्नुहुन्छ। यदि सिग्नेचरको भेराइटी मन पर्यो भने नम्बर 3 लेख्नुहोस् युट्युबको लागि र इन्स्टामा तपाईले भिडियो कल गरेर मजाले मसँग भएको स्टकको साडीहरू चाहिँ मजाले हेरी लिन सक्नुहुन्छ। अनि धेरैलाई चाहिँ यो मेड इन जापान लेखेकै सिग्नेचर साडी लाउन मन हुँदो रहेछ हैन। त्यो यदि चाहना छ भने यो बेस्ट अप्सन तपाईको आमाको लागि तपाईले गिफ्ट गर्न सक्नुहुन्छ है त। तीनवटा सिग्नेचर साडी हेरेपछि यो चारवटाको पालामा पनि राम्रो नै देखाउँछ नि है। हेर्नुस् मजाले धेरैजनाले चाहिँ यो साडीहरूको डिफ्रेन्ट कलर भन्नुभएको छ। यो एकदमै एक्स्ट्रा कलर लाग्यो मलाई हैन। त्यो कारणले गर्दाखेरि जस्ट मसँग यो कलरको दुईवटा पिस मात्रै बाँकी छ है। तपाईलाई यदि मन पर्यो भने तपाईले यो साडीको लागि डीएम गर्न सक्नुहुन्छ। इन्स्टामा कल गर्नुभयो भने त यस्तो मजाले भिडियो कलसँग तपाईलाई यति धेरै साडी अप्सन देखाउन सक्छु। तपाईले हेर्न सक्नुहुन्छ यो कलर यो सिग्नेचर साडीहरू एकदमै लाइट हुन्छ र यो कलरहरू पनि एकदमै राम्रो ब्लेन्डिङ हुन्छ र त्यो कारणले गर्दाखेरि पनि हजुरहरूको चोइसमा बन्न सक्छ। र साथसाथै यसको अर्को कलर छ। यो पनि एकदमै ब्राइट कलर छ। उज्यालो कलर मन पराउनुहुन्छ, रेड कलर लाउनुहुन्छ भने तपाईहरुको लागि चाहिँ यो साडी झनै बेस्ट चोइस हो। हेर्नुहोस् है, तपाईहरुलाई म देखाउँछु। आज देखाएको साडी मध्ये यो नम्बर 5 मा आइसक्यो हैन। अघि नम्बर 4 मा थियो भने यो नम्बर 5 मा यो सारै नै राम्रो छ। मलाई त यो अहिले चाहिँ मेरो यो स्कर्टसँगै मेरो यो ड्रेससँग नि मिलिरहेको छ हैन। यो कलर कस्तो राम्रो लाग्यो मलाई चाहिँ है। तपाईको आफ्नो आमाको लागि वा तपाईको सासूको लागि पनि गिफ्ट गर्न सक्नुहुन्छ। र विशेष गरी यो सिग्नेचर साडीहरू चाहिँ जसले चिन्नुहुन्छ नि उहाँहरूको लागि त अति नै विशेष हुन्छ। अझै केही पिसहरू बाँकी छ है।
तर त्योभन्दा पछि पनि म तपाईँहरूलाई के देखाउन चाहन्छु भने मसँग कति धेरै भेराइटी छ जुन तपाईँहरू सामु पुर्याउनु पर्ने छ र यसको प्राइसेसहरूको बारेमा पनि धेरैले बुझ्न चाहनु भएको छ। प्राइसेस हाई लो सबै खालको छ है र मसँग यसपालि डिजिटल साडीहरू 3वटा टाइपमा छ र 3वटा टाइपको डिजिटल साडी म बिस्तारै देखाउँछु। कस्तो लाग्दैछ रानी क्रिएसनको यो ब्लग जहाँ चाहिँ मैले तपाईँहरूलाई देखाइरहेको छु। तपाईँहरूलाई नै मनपर्ने साडीहरू तपाईँले हेरेर मजाले है कस्तो छ यसको क्वालिटी, यो के हो, कस्तो यसको नाम के हो, सबै कुरा बुझेर तपाईँले आफ्नो बनाउन सक्नुभएको छ। सो डिजिटल साडीको अहिले निकै नै डिमान्ड छ, स्पेसली जापानिज पार्टी वेयर भनेर पनि हामी चिन्छौँ नि त। अनि यो डिजिटल साडीहरू चाहिँ धेरैले चाहिँ अफोर्डेबल छैन होला भनेर भन्नुहुन्छ कि है, तर यसपालि मैले एकदमै अफोर्डेबल डिजिटल साडी लिएर आएको छु। मसँग डिजिटल साडी 3वटा क्वालिटीमा छ है र 3वटा क्वालिटी मध्ये सबैभन्दा यो सस्तो रेन्जको चाहिँ यो रहेको छ। हेर्नुहोस् यसको कलर कम्बिनेसन, यसको फ्लावर, यसको साइनिङ एकदमै राम्रो छ। म तपाईँहरूलाई यसरी लाएर पनि देखाउँछु। तपाईँले यसको कलरहरू धेरै अप्सन पाउन सक्नुहुन्छ। यो डिजिटल साडी मन परिरहेको छ भने चाहिँ तपाईँहरूले चाहिँ यो साडीको क्वालिटीमा लिन सक्नुहुन्छ। यसको प्राइस चाहिँ अफोर्डेबल छ। त्यसपछिको अर्को डिजिटल हो यो साडी। यो साडी पनि अति नै राम्रो छ, कम्बिनेसन तपाईँले देख्नु भएको छ। यसको बेस, यसको होइन फ्लावर ब्लेन्डिङ एभ्रिथिङ एकदमै राम्रो छ। त्यसपछिको अलिकति हाइएस्ट क्वालिटीको चाहिँ यो रहेको छ साडी है। साडीको प्राइस चाहिँ यसको क्वालिटी अनुसार हुने गर्छ, नझुक्किनुहोस् है। हेर्दा सिमिलर देखिन्छ भनेर भन्नुहुन्छ भने बेस्ट अर्को तपाईँको लागि बेस्ट क्वालिटीको जापानिज साडी जुन यो डिजिटलमा लिन चाहनुहुन्छ भने यो चाहिँ तपाईँको लागि बेस्ट अप्सन हो। मसँग 3वटा क्याटेगोरीको साडी छ। जुनै पनि साडी तपाईँको बजेट अनुसार चाहिँ भ्याउँछ, तपाईँले लिन सक्नुहुन्छ। तर सबैको क्वालिटी चाहिँ एकदमै राम्रो छ। अलिकति तलमाथि चाहिँ डेफिनेटली हुन्छ। हेर्नुहोस् न यो कस्तो राम्रो कलर छ है र यसको मसँग धेरै कलर अप्सनहरू छ है। तपाईँले भिडियो कल गरेर इन्स्टामा लिन सक्नुहुन्छ। हेर्नुहोस् त कस्तो राम्रो कलर कम्बिनेसन, सबैले मनपर्ने कलर। यस यो रोयल ब्लू रहेको छ। रोयल ब्लूमा एकदमै राम्रो ब्लेन्डिङ भएको फ्लावर र सँगसँगै चाहिँ यो किम्रे बोर्डर। साडीको बोर्डरहरू हेर्नुहोस्, साडीको क्वालिटी हेर्नुहोस् अनि मात्र किन्नुहोस् भनेर मैले भन्छु नि त। यो रोयल ब्लू त अति नै राम्रो र धेरैले मन पराउनु भएको, धेरैको चोइसमा पर्न सफल भएको हो। त्यो कारणले गर्दाखेरि मैले तपाईँहरूलाई 4वटा पिस ल्याएको छु, तपाईँको आफ्नो बनाउनुहोस् है। किम्रेमा मसँग यसपालि निकै राम्रो साडीहरू छ र तपाईँलाई भेराइटीहरू त धेरै नै छ होइन दिनुपर्ने। त्यसैले तपाईँहरूले यदि ब्लग हेरिसकेपछि नि अरू साडीहरू हेर्न मन लाग्छ भने चाहिँ इन्स्टामा डाइरेक्टली मलाई भिडियो कल गर्न सक्नुहुन्छ। हेर्नुहोस् यो रोयल ब्लू, यसको कलर अप्सन छ मसँग 4वटा कलर छ कि यसको। तपाईँले यो मन पराउनु भयो भने म अर्को कलरहरू पनि तपाईँलाई देखाउँछु ल। सबैजना चाहिँ फ्लावर प्रिन्टको मात्रै पाराखी हुँदैनन्, कतिजनालाई चाहिँ डिफ्रेन्ट प्याटर्नको बुट्टा मनपर्छ। त्यही कारणले गर्दाखेरि पनि तपाईँहरूलाई देख्नु भएको छ यो यस्तो राम्रो प्याटर्नमा, यस्तो मिठो कलरमा मैले लिएर आएको छु अर्को यो किम्रे साडी। अनि किम्रे साडीको यसको कलर अप्सन भन्दाखेरि मसँग 4वटा कलर अप्सन छ है। तपाईँले यदि यो मन पराउनु भयो, तपाईँलाई फ्लावर होइन यस्तो खालको लिफहरू, यस्तो खालको डिजाइनको प्याटर्नहरू मन पर्यो भने तपाईँले कलर अप्सन माग्न सक्नुहुन्छ मसँग। हेर्नुहोस् तपाईँले मजाले भिडियो कलमा आज पनि धेरैजनाले साडीहरू लानुभयो है, तपाईँले पनि लान सक्नुहुन्छ। 3 लाइनिङ बोर्डर भएको, यसलाई पनि सिग्नेचर भनिन्छ। यो चाहिँ अलिकति चिप प्राइसमा आउँछ। यदि तपाईँको बजेट अनुसारले साडी खोजिरहनु भएको छ, तपाईँ घरिघरि सेमिनारहरूमा जानुपर्छ, पार्टीहरू एटेन्ड गरिरहनुपर्छ भने तपाईँहरूले चाहिँ यो एकदमै लाइट वेट भएको बेस्ट क्वालिटीको यो लाइट सिग्नेचर साडी चाहिँ लिन सक्नुहुन्छ है। यसको कलर अप्सनहरू धेरै छ, यसको प्याटर्नहरू धेरै छ, कति धेरै छ कि यसको बुट्टाहरू पनि। तपाईँले यो खालको जुन यो लिफ फ्लावर मिक्स भएको छ नि यो प्याटर्न चाहिँ तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ।
अलिकति एक्स्ट्रा कलरको खोजीमा हुनुहुन्छ होइन, तपाईँहरूले उत्ताउलो कलर मन पर्दैन, अलिकति सोबर कलर चाहन्छु म भनेर तपाईँहरूले खोजिरहनु भएको छ भने यो पनि लाइट वेटको सिग्नेचर हो। अनि यसको कलरहरू पाउन सक्नुहुन्छ तपाईँले, यहाँ देख्न सक्नुहुन्छ। यो यस्तो देखिन्छ लाउँदाखेरि, मलाई त मन परेको छ होइन। यसमा चाहिँ पिङ्क कलर, ब्लू कलर, रेड कलरदेखि लिएर पर्पल र यो कलर पनि अप्सन रहेको छ। तपाईँहरूले चाहिँ स्पेसली योहरू चाहिँ सेमिनारतिर जति पनि बाहिर आउटडोर कार्यक्रमको लागि जानुहुन्छ उहाँहरूको लागि चाहिँ यो लाइट वेटको साडीहरू चाहिँ बेस्ट अप्सन हुन्छ है। तपाईँहरूलाई म अरू अरू भेराइटीहरू पनि देखाउँछु है, एकदमै राम्रो छ यो पनि। हेर्नुहोस् त, यो हेर्नुहोस् न कस्तो सानो बुट्टा र अति नै राम्रो। धेरै जस्तो आमाहरूलाई चाहिँ यो सानो बुट्टाहरू चाहिँ मनपर्दो रहेछ। हेर्नुहोस्, यो पनि लाइट सिग्नेचर हो। यसको कलर अप्सनहरू धेरै छ है, मसँग मन पर्यो भने तपाईँले यो साडीको कलर अप्सन पनि सोध्न सक्नुहुन्छ। हेर्नुहोस्, मेरो अहिले चाहिँ मेरो यो ड्रेसमा पनि मजाले कम्बिनेसन मिलेको भएर राम्रो पनि देखिरहेको छ है। तपाईँहरूले पनि यसरी म्याचिङ गरेर लगाउनु भयो भने डेफिनेटली राम्रो देखिन्छ। यसमा चाहिँ रोयल ब्लू छ, ब्ल्याक छ, अनि त्यसपछि ओरेन्ज छ र यसमा अर्को कलर भनेको चाहिँ तपाईँले चाहिँ एक्स्ट्रा चाहिँ यो नि पाउन सक्नुहुन्छ है। र यसको ओरेन्ज कलर पनि मलाई मन परेको छ। यदि तपाईँहरूलाई यी साडीहरू मन पर्यो भने फेरि मैले भोलिको ब्लगमा तपाईँहरूलाई यसरी देखाउनको लागि ल्याउने नै छु। अहिलेलाई भने यसरी साथ दिनुभयो र तपाईँहरूले पर्चेस पनि गरिरहनु भएको छ, त्यसको लागि धेरै धन्यवाद दिँदै म चाहिँ मेरो आजको ब्लगबाट बिदा माग्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।